च्यालेन्ज छ कि आज यस ह्याप्पी रमजान गरी म त जसो गरेर जे गरेर जतासुकै लैजाऊ मलाई यो मन्त्र मेरो नेपाली हो। हेलो एन्ड वेलकम ब्याक माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। हजुरहरूको लागि फेरि नयाँ भिडियो लिएर आएको छु र डेली भिडियो ल्याउने कोसिस गरेको छु होइन। अब त्यस्तै छ मौसम भन्दा नि दिन त्यस्तै छ। अब टाइम छैन, त्यही भएर नाइटमा भयो नि डेली भ्लग हानिदिउँ न त भनेर यसो हानिदिएको। कस्तो हुन्छ होइन हेरेर लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। र हाम्रो गाइजहरू पनि यही छन् टक्क होइन। के छ गाइज? हाम्रो मगर भाउजू हाम्रो के भन्छ तामाङ हो। अरू केही हान्ने राजा? अब मगर भाषामा देऊ न त दुई चार शब्द लाइन हान्ने हो हानो। तिम्रो तामाङमा जाओस् न त। हाम्रो चाहिँ ह्यान्डसम मान्छे लजाइदिएको फेरि खायो खाउँ होइन। केडा फेरि सुरु भइसक्यो। हामी चाहिँ यसो नेपालमा भएको भए बियर पार्टी हुन्थ्यो। अहिले रमजानको महिना छ यता, त्यही भएर हामी कुमारको रमजान करिम है। राजाले फेरि यत्तिको चाहिँ जाने भ्याए खाउँ जानेकै त्यति हो के ड्यु च्यालेन्ज छ कि आज। कसले धेरै खान सक्यो भन्छ, कसले छिटो भ्याउने होला खानै हो त फेरि भ्याए। अरू केही जाओस् हाम्रो चेस गाइज सुरु गरौँ। चेस ह्याप्पी रमजान गरी सुरु आनौँ है। भ्याए त्यो सक्यो कि बुढो मान्छेको राखे ढालेको बिहामा। राजाले के ढाल्ने हो बिहामा भन्नुहोस् त। खतरा खा त राजाले बाबै पाइयो दिन लाभ। मेरो बिहामा त म त सिँगै रागो काटेर दुईवटा खसी अनि दुनियाँ बेग्लै छ। रागो खानुहुन्न र हावा गफ दिने फेरि हो। मगर यस्तै मान्छे खोजेको राजा हेर्छ। कुकुरको मासु त कसले खान्छ? लास्टै भनिदिन्छ त्यही मासु दिएको पनि चल्छ भनेपछि त कुकुरको पनि चल्छ भन्नु पाइयो भन्नु। अनि ल राजा है मगर भाषा भनिदिनुहोस् न त ल। सालीलाई मगर भाषा के भन्छ भनिदिनुहोस् त। साली म तिमीलाई माया गर्छुलाई के भन्छ भनिदिनुहोस्। साली महिनाको के माया गर्ने अनि सिकै काम लाग्छ मगर नानीहरू पटाउनको लागि। अनि ल राजालाई फेरि अर्को सोधिदिउँ न त। तामाङ भाषा सिकाइ हुन्थ्यो के यसो तामाङी साथीहरू पट्याउन मन। हे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सोके यहाँ छामे के भन्थ्यो के
गाला छामी ले मुला भन्छ के ए मुला अब मुला भनेको छ भनेको अरे मगर भाषामा छ भनेकोलाई ले भन्छ अनि अरु अनि के भन्छ मगर भाषामा अरु के आउँछ ल कमेन्ट हाल्नु के सोध्ने हैन हाम्रो मगर राज साहब यहाँ हुनुहुन्छ टक हैन मगर भौजा अझै टिकटक आइडी नै मगर भौजा ट्याग हैन मेरो त छारी हो मिस्टर छारी अनि भनौं त एउटा जाउँ छारी मगरै मगर के हामी फेरि हैन अनि मगर परेको नि छारी भन्थे के एकदम पाल्पा स्पेशल राज पाल्पामा मस्त मगर भाषा दुईटा दिउ नि त दिउ बसले नि बनाउ ल तिमीले नि भन्नु पाल्पामा परेको क्या हो कि हाम्रो मिस्टर छारी मगर भाषा नि मगर भएर मगर भाषा चाहिँ दिन जानुपर्छ है पाइएस अरे चाहिँ हैन अरे चाहिँ पछि भनौँ न अब चाहिँ हामी टक्क हैन टिकटक भिडियो बनाउँछौँ टक्क भिडियोमा गएर हेरिदिनु होला कस्तो लाग्छ भिडियोहरू कमेन्ट गरिदिनु होला अरू त मेरो खासै नयाँ नौलो केही छैन अब त्यही हो अब 1K को धेरै नजिक छौँ भन्दा हुन्छ अरू चाहिँ छिट्टै 1K पुगेपछि केक टक्क कटिङ हानिन्छ हामीले चाहिँ सेलिब्रेसन चाहिँ कडै हान्ने हो कि 1K पुगेपछि त्यही भएर हल्का भिडियो चाहिँ बनाइरहेको छौँ र अब दुबईको माहौल चाहिँ कस्तो छ भन्दाखेरि अब गर्मी सुरु हुन लागेछ त्यही हो अब खासै घुम्न जान नि पाएन त्यही भएर खासै माहौल नि थाहा छैन र अब त्यही हो रमजान चलिरहेको छ त्यही हो 8 घण्टा ड्युटी छ भन्ने मात्र तर भ्याइदिनु फेरि ड्युटी फेरि खतरा छ त्यही भएर ड्युटीको कुरा चाहिँ नगरौँ होला अरू चाहिँ भिडियो चाहिँ आइरहेको छ भन्न चाहन्छु र सबैजनाले सब्स्क्राइब नगरेकाले सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु मेस्सी हैन के रोनाल्डो हो मेस्सीको यस्तो हैन र कप बोकेर हामी त फेरि दुईटाको एकैचोटि गरिदिने हो कि रोनाल्डो फ्यान तपाईँ भन्नुहोस् त हो क्या तिमी चाहिँ कसको फ्यान होला भनिदेऊ त म फुटबल हेर्दिनँ म क्रिकेट हेर्छु तपाईँ कसको फ्यान हो रोनाल्डो कि मेस्सी मेस्सीको थियो के अहिले एम्बाप्पे तिमी म क्रिकेट हेर्छु क्रिकेट फेरि कसको फ्यान हो अस्ट्रेलिया हो म चाहिँ नेपालको के रे के सन्दीप लामिछाने भ्याए सपोर्ट त आफ्नो नेपाललाई गर्ने हो नि हैन गाइस पाइयो गर्न नेपाललाई गर्नु पर्यो नि नेपाली खेलाडीलाई नेपाली खेलाडी 5 जनाको नाम भन्नु त आउँछ ल भने सुनाइदिनु एउटा सन्दीप लामिछाने एउटा आइन गुलसन झा दुईवटा भयो एउटा क्याप्टेनको नाम भन्नु न खोइ त क्याप्टेनको त रोहित पौडेल तीनवटा भयो देवेन्द्र सिंह एरी हो कि क्या हो के अरे देवेन्द्र सिंह एरी चारवटा अनि कस्तो नाम भन्नु होला जस्तो मुखमा आयो त्यसकै भन्नु न पाइयो जसको भन्नु नि ल भनिदियो जित्छ क्या गाइस यसो धेरै भयो क्रिकेट नहेरेको नेपालको नेपाली खेलेकै छैन अरू त खेल्छ नि नेपालमै 5 वटा प्लेयरको नामसम्म थाहा छैन बेइज्जत भयो सपोर्ट गर्ने यस्तो मान्छे आज नेपालीले सपोर्ट गर्नुपर्छ
आउँछ कि आउँछ एउटा भन्नु बिस्तारै सोच्न दिनु न यार गाइस त्यस्तै त्यत्रो खेलाडी छ त भएन नि ल तिमीले भनिदेऊ त ल राजाल जाने त कारण सम्पल कामी कुशल भुटेल पुरै थाहा थियो कि अहिले बिर्सेको गाउन त कति छ शान्ति ललित राजवंशी लजाको बुढो मान्छे अरु केही छैन अरू कता चितवनबाट खेल्नु पुरानो क्याप्टेन पारस खड्का लेजेन्ड नेपाल मलाई त सबै थाहा छ भन्नु भएन तपाईले नि भन्नुहुन्छ ल म त जसो गर्दा जे गर्दा जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो भन्ने युट्युबर लास्टै युट्युबर भयो तिमी भ्लग बनाउने मान्छे 10वटा क्रिकेट खेलाडीको नाम भन ल मलाई त सबै आउला भाँची भाँची गन्छ म गन्छ नेपालकै ल मैले भन्ने त्यत्रो नाम त्यही भन्ने नि भल मलाई त सबैको थाहा 6-7 वटा त्यही भरे नि भयो के अरे रोहित पौडेल 1 सन्दीप लानी छाने 2 सम्पाल कामी 3 अनि दिपेन्द्र सिंह ऐरे 4 अनि कुशल भुटेल 5 अनि कुशल भुटेल अनि थाहा छ भन्ने मतलब के हो थाहा के सबै 5वटा भइसक्यो गाइस अब 5वटा भन्न बाँकी है 5वटा चाहिँ अर्को पार्टमा भन्छु ल म गाई छैन अर्को पार्टमा म ढुक्क भन्छु ल अहिलेलाई चाहिँ अर्को पार्टको लागि राखेँ मैले अर्को पार्टमा भन्छु है त गाई चाहिँ हजुरहरूलाई इन्ट्रेस्ट छ भने मैले अर्को पार्टमा देखाउँछु साँच्चै हो मलाई आउँछ गफाने युट्युबमा खोजेर होला नाम होइन मलाई आउँछ दाजु यस्ता त छन् नेपालका सपोर्टरहरू मेरो बेइज्जत न ल गाइस अझै चाहिँ पछि देखाउँला अहिलेलाई चाहिँ रोहित पौडेल यति भन्न चाहन्छु गाइस अझै चाहिँ पछि देखाउँछु त गाइस ल आजको रमाइलो चाहिँ यतिसम्म थियो पछि देखाउँला गाइस बाई बाई